नेपालमा पनि कृषि अनुसन्धान केन्द्र छ, कृषिको लागि अनुसन्धान हुन्छ भनेर भन्दाखेरि तपाईहरुलाई होइन जस्तो लाग्छ होला हैन। छ नि, यति ठुलो बिल्डिङ छ हेर्नु त। काठमाडौँको मेन सेन्टरमै छ। पूर्वतिर सिंहदरबार रहेको छ, यतापट्टि साइडमा ठुलो बिल्डिङ छ। तर एउटा दुःखको कुरा चाहिँ के छ भन्दाखेरि यो कृषि अनुसन्धान केन्द्रको जत्रो बिल्डिङ छ नि, यिनीहरू चाहिँ मैले फिल गरे अनुसार पनि कहिले पनि गाउँघरमा गएर नेपाल आफैमा पनि अब 80% चाहिँ कृषिले उगाटेको देश भनिन्छ यसको अर्थतन्त्र। तर गाउँघरमा गएर कहिले पनि यिनीहरूले चाहिँ अब यहाँका कर्मचारी भनौँ अथवा यहाँका विशेषज्ञहरू होइन, यहाँ वैज्ञानिकहरू पनि होला नि, कृषि वैज्ञानिकहरू, उनीहरू गएर चाहिँ अहिले कुन खालको धान लगाउने, कुन खालको मकै अथवा चोरी लगाउने भनेर चाहिँ भनेको कहिले पनि सुन्न पाइएन। यो चाहिँ निकै दुःखको कुरा हो होइन। यहाँ धेरै सङ्ख्यामा कर्मचारीहरू हुनुहुन्छ, मजासँग उहाँहरू चाहिँ असाध्यै राम्रो तलबहरू सुविधाहरू लिएर बस्नु भएको छ होइन। यति राम्रो बिल्डिङ छ, काठमाडौँको मुटुमै छ यो बिल्डिङ पनि। यसरी बस्नुहुन्छ, सबै यातायात सुविधाहरू लिनुभएको छ। तर उहाँहरूबाट गाउँघरमा गएर कहिले पनि एउटा चाहिँ सामान्य किसानलाई उहाँहरूको पहुँच कहिले पनि हुन सकेन। यो भने आफै दुःखको विषय हो। किसानमै आधारित देश हो, यो कृषिमै आधारित देश हो। अब नगदे बाली अथवा चाहिँ निर्वाह खेतीहरू नै किन नहोस् होइन, पशुपालन जन्य कृषिहरू हुन्छ हाम्रो नेपालमा असाध्यै धेरै हुन्छ। तर यिनीहरूको ध्यान चाहिँ पुगेको देखिँदैन। उनीहरूको ध्यान चाहिँ जानु आवश्यक पनि छ र एकदमै महत्त्वपूर्ण पनि छ यो विषय चाहिँ। निकै व्यङ्ग्यात्मक पनि लाग्छ, हास्यास्पद पनि लाग्छ होइन। यति ठुलो चाहिँ अर्थतन्त्र जुन कृषिले उगाटेको छ, यसरी चाहिँ कृषि अनुसन्धान केन्द्र पनि छ हाम्रो देशमा। तर यिनीहरूले चाहिँ यो कुरा आविष्कार गरे होइन, र यो खालको उन्नत चाहिँ प्रजातिको चाहिँ कृषि उपजहरूको चाहिँ यिनीहरूले अनुसन्धान गरे निकाले भनेर चाहिँ कहिले सुन्न सकिँदैन। खैर केही छैन, अनुसन्धान अझै राम्रो गर्दै राख्नु होला तपाईँहरूले चाहिँ होइन। गाउँघरमा पनि अब चाहिँ कुन किसिमको चाहिँ माटोलाई, अब कुन किसिमको हावापानीलाई चाहिँ कस्तो खालको चाहिँ कृषि उपजहरू चाहिँ सुइटेबल हुन्छ, त्यसमा राम्रो अनुसन्धान गर्नु होला होइन। किसानको घर घरमै पुग्नु होला। यसरी ठुलो बिल्डिङमा बसेर किसानको तपाईँहरूले गुनासो सुन्नु सक्नु हुँदैन। त्यस भएर फिल्डमै उत्रिएर अहोरात्र खटिएर चाहिँ नेपालको कृषिलाई चाहिँ तपाईँहरूले टेवा दिनुहुन्छ भन्ने म आशा गर्छु। अहिलेलाई यति नै हस्, धन्यवाद।